Hello guys, welcome back to my channel. आज चाहिँ हामी जाँदैछौँ बाहिर अनि त्यसपछि बाउ छोरा चाहिँ तल गइसक्नु भयो म चाहिँ जाँदैछु म चाहिँ अब घर मुली भएपछि त अब चाबी लाएर थन्को मनको गरेर हिँड्नु पर्यो नि त होइन गाह्रो छ नि सो आज चाहिँ हामी जाँदैछौँ घुम्न मौसम पनि यस्तो राम्रो छ त हेर्नु न यहाँ कस्तो मस्त घाम लागेको छ है कस्तो दामी छ सो हामी चाहिँ जाँदैछौँ है त केटी हो लभ म्यारेज गर्नुपर्छ कि लभ म्यारेज ल अब यहाँ ट्याक्क तुना बाँधिदिनुहुन्छ मेरो बुढोले त्यही भएर लभ म्यारेज गरायो भनेको के तिमीहरू किन लभ म्यारेज गर्ने भन्छौ नि यस्तो गर्न लभ म्यारेज गर्ने के केटी हो बुझ्यौ नि ल गाइज हेर त यहाँ राम्रो छ जाम गो साथी हो यो जापानमा चाहिँ के सेकेन्ड ह्यान्ड पसलहरू हुन्छ होइन अनि हेर्नु न यहाँ यो चाहिँ के हो भन्नुहुन्छ भने वासिङ मेसिन है वासिङ मेसिन जम्मा 15-16 हजारमा आइरहेको के आउने फ्रिजहरू पनि यस्ता सामान चाहिँ सस्तै हुन्छ अनि किन्नु धेरै महँगो आएर किन्नु त होइन यस्ता सामान त सेकेन्ड ह्यान्ड पनि भइहाल्छ नि अनि यस्तोमा आएर किन्दा हुन्छ टिभीहरू पनि विभिन्न थोक पाइन्छ सेकेन्ड ह्यान्ड भनेर पुरानो हुँदैन कि नयाँ खालको हुन्छ अनि यस्तोमा आएर किन्ने तर महँगो चाहिँ नि महँगो एकदम महँगो भनेको साइकल हो कि हेर्नु न यहाँ 70,000 यो त यस्तो थोत्रो साइकल छ थोत्रो साइकल पनि 17,000 छ यो नयाँ साइकलको कति हेर्नुहुन्छ 71,000 छ 71,000 फर्म हो 71,000 त्यही पनि सेकेन्ड ह्यान्ड कति त नयाँ हो कि थाहा भएन साइकल चाहिँ लास्टमा नभएको साथीहरू फाइनली हामी चाहिँ लालाकोट भन्ने ठाउँमा ल साथीहरू ट्रेन हामी चाहिँ यो लालाकोट भन्ने ठाउँमा आयौँ अनि यहाँ चाहिँ सबै सपिङ मल जस्तो क्या सबै कुरा एकै ठाउँमा पाइन्छ अनि हामी अर्को कुरा भने चाहिँ बाबुलाई खेल्न चौरी जस्तो टाइपको छ क्या अनि बाबुलाई त्यहाँ राखिदिने अनि हिँड्न लाग्छ नि त अलिअलि अनि खेल्छ होला हेरौँ है त अब तपाईँलाई देखाइहाल्छु नि ल यस्तो छ यो चाहिँ र यो ठुलो सपिङ मल छ के हो भित्र हामी चाहिँ अब घाम लागिरह मस्तको मौसम छ आज है अनि ट्याक्क लाएर यहाँ चाहिँ बस्छौँ ल हेर्नु त यहाँ चौरी जस्तो खालको बाबु यहाँ रमाइसक्यो हाम्रो छोरो चाहिँ यता छ गाइज हाम्रो छोरो हिरो भयो त के भन्नु छ र पुरै छोड्नु न हाम्रो छोराको कस्तो मजा घाम लाग्छ भने नि उता चाहिँ डान्स सिकाइरहेको रहेछ यो त्यहाँ चाक हल्लाइरहन् जापानिजहरू कस्तो खालको डान्स हो चाकमा चाहिँ पिक हल्लाउँछन् क्या खतरा नाच्दो रहेछ नि त केटाकेटीहरू त ल साथी हो यस्तो छ हिँड छ र हिँड्नु लड्यो नि पुन्टे लडिहाल्यो नि कस्तो यो चाहिँ वाला हो के यस्तो यो नेचुरल होइन के भन्छ यो प्लास्टिकको हो तर कस्तो राम्रो हो क्या टिपेर नि खान मिल्दैन नि त त्यसले अनि खेल्छ कस्तो मजाको मौसम आज त यस्तो ट्वाक मौसम छ नि गाइसहरू पुरै छोड्नु न साथी हो हेर्नु न यस्तो राम्रो छ कि यो ठाउँ चुप्पावाला ठाउँ छ कि म त यहाँबाट जानै मन लाग्यो यहीँ बसिरहँ यहाँ खेलिरहँ जस्तो यहाँ त जे गरे पनि हुन्छ क्या साथी हो यसरी चित्ते पनि बाल फरर हो क्या मजा रिल्याक्स गर्नु हेर्नु न यसरी बस्यो ट्याक्क लाएर अनि त्यसपछि हेर टिभी ल खतरा खायो नि त पुन्टे त्यहाँ हेर्नु न पुन्टे पुन्टे
साथीहरू छोरा त यहाँ खेले छ हेरौँ यति खुसी भएको मेरो छोरा यति खुसी भएको भगवान् म त लड्यो त्यहाँ पानी आउँदैछ त्यहाँबाट चाहिँ त्यो पानीको फोहरा हुँदैन माथि माथिसम्म हो त्यस्तो हुँदैछ क्या त्यहाँ चाहिँ त्यस्तो हुँदैछ छोरो चाहिँ यहाँ सानो समात त्यसलाई समात पानी पुरै भइरहेको आऊ जाने आऊ टुक्लु साथी हो हामी चाहिँ यहीँ खाजा बजाउँदैछौँ अब यहाँ यसरी खाएर त्यसपछि हामी चाहिँ भित्र जान्छौँ यसो केही किनमेल गर्छौँ कि गर्दैनौँ थाहा छैन अब हेरौँ न है त हेर्नु न यहाँ आलु खाएको भाइ 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 सुन्दैन आलु खाँदैछ छोरोको पापा त्यहाँ फोहोर फाल्न जानु भयो हेर्नु न यहाँ रोको बाउ जस्तो यसलाई त है अचक्कली छ क्या अचक्कली माया लाग्छ भन्छ नि पापा आउनुहुन्छ नि त हेर्नु यहाँ मसँग त टेर्दै नटेर्ने त यस्तो के यस्तो रोएर धुन्दान छ धुन्दान हेर्नु त ल भगवान् कहाँ जाम म कहाँ जाम कहाँ जाम यस्तो छ छोरोको ताल बाउ भनेको यस्तो हुरुक्कै हो क्या हुरुक्कै बाउ भनेको यस्तो कोही नचाहिने कि मै चाहिँदैन छोडिदिनु कुरो ल हेर्नु ल हेर्नु नि त्यहाँ माइ गड बाउ छोराको प्रेम देख्दा पनि मलाई त साथीहरू बाबुको लागि खेलौना किनियो है बच्चा भएपछि आफ्नो लागि भन्दा बढी छोराकै लागि यहाँ किनिदियो रहेछ क्या अनि यहाँ हेर्नु न यहाँ पैसा जोएर राख होइन अनि यो कसैले टिप्दैन कि जापान भनेर जापान त्यही भएर भनेको पैसा यहाँ जोएर राख तर कसैले टिप्दैन अब यो राति अब यहाँ सफा गर्ने मान्छेले टिपेर अनि त्यो राखिदिन्छ नाम लेखेर यस्तो यस्तो यतिखेर झरा थियो भनेर कसैले टिप्दैन क्या ल अब चाहिँ हामी यहाँबाट चाहिँ बाबुको खेलौना किन्यो अब जान्छौँ गाइस समाउनु ल यो जापानमा चाहिँ गाइस बच्चाहरूलाई दुध खुवाउने ठाउँमै हुन्छ के यस्तो मलहरूमा हुँदैन मलहरूमा यस्तो दुध खुवाउने ठाउँमै छुट्टै हुन्छ अनि त्यसपछि बनाइदिएको हुन्छ अनि उयो यता यो कोठाभित्र चाहिँ कोठा छ अनि त्यहाँ चाहिँ मम्मीहरूले बुबु खुवाउने मम्मीहरूलाई चाहिँ त्यस्तो छुट्टै छ क्या एउटा सानो कोठा छ त्यहाँ गएर दुध खुवाउन पनि मिल्छ अनि यहाँ चाहिँ यस्तो त्यहाँ छ त्यसमा के तताउने हो तताउन मिल्छ त्यो भाँडामा अनि दुधहरू बनाउन धाराहरू पनि सबै छ अनि यहाँ बस्यो आनन्दले अब बाबुलाई खुवायो दुधहरू है यस्तो सुविधा हुने कि है अनि टोयलेट पनि जहाँ तलै पछि टोयलेट हुन्छ है अनि यस्तो सुविधा अर्काको देशमा है हेर्नु न आनन्द छ है यो दुध पाउने अनि आँची त्यो डाइपरमा आँचीहरू गरेर भने यहाँ फेरिदिने सबै हुन्छ के बुझ्नु भएन सबै हुन्छ यहाँ छोरो चाहिँ फाँक पार्निदायो गाइस कस्तो मार्लाग्दो गर्निदाको उता चाहिँ साथी हो अब हामी चाहिँ यहाँ सुसी खान आछौँ अब सुसी खाने हो गाइसहरू है त ल साथी हो फाइनली हाम्रो सुसी पनि आयो है अब हामी चाहिँ खान्छौँ ल थ्याङ्क यू फर वाचिङ गाइस बाई बाई लभ यू